हेलो एभ्रिवान, सबैजनालाई स्वागत छ मेरो न्यू भ्लगमा। म चाहिँ अब आज काम गर्न जाँदैछु। मेरो काम चाहिँ के हुन्छ कस्तो हुन्छ म तपाईँहरूलाई सबै देखाउनेछु। तपाईँहरूले आजको दिनभरि के काम गर्छु भनेर थाहा छैन, तर पनि आजको दिनभरिको कामहरू म तपाईँहरूलाई देखाउनेछु सबै के कस्तो हुन्छ है त। यहाँ चाहिँ मेरो छोरी हुनुहुन्छ, मलाई काममा नजानु भन्दै पछि लाग्दै हुनुहुन्छ। म चाहिँ अब काममा हिँड्न लागेको। हेलो एभ्रिवान। मेरो छोरी चाहिँ काममा नजानु भनेर। तिमी जाने काममा? ल मेरो छोरी चाहिँ काममा जानु अरे मेरो साथी कमाउन र अहिले चाहिँ पैसा कमाउन जाने हो। अब म चाहिँ काममा जान्छु, तिमी स्कुल जानु ल। तिमी जाऊ लु काम गर्न ल। म तिम्रो साथी स्कुल जान्छु पढ्नलाई, तिमी मेरो साथी काम गर्न जाऊ। हुन्छ? ओके डन। ल डन गरौँ न। मेरो छोरी चाहिँ मेरो साथी काम गर्न जाँदै हुनुहुन्छ। म छोरीको साथी स्कुल जान्छु पढ्नलाई। साइकलमा जाने? जाऊ जाऊ छिटो छिटो भयो। लु जाउँ हामी सब्जी किन्न जाउँ। फाइनली म चाहिँ काममा आयो अरे पनि यति टाढा ल्याएर त्यहाँ परबाट यति ल्याएर मिलाइसकेँ। यति टाढा ल्याएर मिलाइसकेँ। त्यहाँदेखि अब त्यो सानो चाहिँ थुप्रो बल्लालाई भित्र हालेर ठुलो चाहिँ थुप्रो त्यहाँ मिलाउनु बाँकी छ होइन। मेरो कामहरू काममा आयो अरे गरिसकेँ। अब त्यति बाँकी छ। यसलाई म देखाउँछु होइन। हाम्रो भवन चर्च भवन चाहिँ यस्तो कलर भइरहेको छ, कलर हुँदैछ सट्टासँगले। दामी पारेर कलर गर्दै हुनुहुँदो रहेछ दाइहरूले। छुट्टा कलर गर्दै हुनुहुँदो रहेछ दाइहरूले, दामी बनाएर। ल है त अब चाहिँ म मेरो काम देखाउँछु तपाईँहरूलाई। ल यता मेरो कामहरू चाहिँ सकिसकेको छ। बलुवा सलुवा मिलाइवरी चडक चुडुक पारेर इँटा सिट्टा थन्को मन्को गऱ्यो अरे होइन। छिट्टाकोमा चाहिँ घर जाने हो, सक्यो अब घर जाने हो। आजको अब कामहरू यस्तै हो होइन।